वेलकम ब्याक। आज अलिकति मौसमले साथ अलिकति दिइरहेको छैन। त्यो सुनेपछि मलाई यति खुसी लाग्यो। टाङको समला चाहिँ धरानसम्म पनि यस्तो यस्तो माथि छ। सिँढी जाँदा जाँदा गोवालेर माथि पुगेर फेरि फर्केर आएको। अब फेरि हाम्रो यात्रा चाहिँ माथिसम्म नै हो। वेलकम ब्याक टु माई अनदर सर्ट भिडियो। अहिले म कहाँ आएको छु यसो अनुमान गर्नु त। हो, अहिले म आएको छु लेटाङको समला डाँडा। यो पर्छ लेटाङ नगरपालिका वडा नम्बर 7 मा र यो अहिले पछिल्लो समय पर्यटकीय दृष्टिले निकै नै चर्चामा रहेको छ। केही दिन अगाडि म आफ्नो ड्युटीमा जाँदै गर्दाखेरि 2-4 वटा बाइकहरू हैन भाइ बहिनीहरू देखेको थिएँ। अनि मलाई सोध्न मन लाग्यो, भाइ बहिनीहरू कहाँबाट आउनुभयो भनेर सोधेको। हामी माथि समला डाँडा पुगेर आएको भन्दै हुनुहुन्थ्यो। अनि यहाँहरूको घर चाहिँ कहाँ हो भनेर सोधेको, धरान भन्नुभयो क्या यहाँले। हो, त्यो सुनेपछि मलाई यति खुसी लाग्यो। हाम्रो समला डाँडा जुन लेटाङको समला चाहिँ धरानसम्म पनि पुगिसकेको रहेछ, धरानका मान्छेले पनि थाहा पाइसक्नु भएको रहेछ भनेर निकै नै खुसी लागेको थियो। तपाईहरु कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। र एकचोटि यही भिडियो मार्फत म भन्न चाहन्छु, हाम्रो ठाउँ हाम्रो गाउँ घुम्नको लागि पक्कै आउनु होला। आज अलिकति मौसमले साथ अलिकति दिइरहेको छैन। किनभने यता देखाइदिनु त सर, एकदम मजाले के अरे कुहिरो आइरहेछ, मजाले कुहिरो आइरहेछ। मौसम सफा छैन, भिडियो त्यति क्लियर त नहोला, तर पनि म यदि क्लियर भएको खण्डमा अझै पनि अरू भिडियोहरू म बनाएर देखाउने नै छु। तर यति रमाइलो छ यहाँ आउँदाखेरि। त्यही तल 15-20 मिनट तल तराईमा गयो भने एकदम गर्मी छ, उखुम छ, लगभग 30-32 डिग्री तापक्रम होला भने यहाँ आउँदाखेरि यस्तो मजाले छ। मैले अहिले हाफ सर्ट लगाइरहेको छु तर जाडो भइरहेको छ। यति भन्दै अहिलेको यो सर्ट भिडियो बाइ। तर भर्खर सुरुवात छ यो समलाको। माथिबाट अरू भिडियो पनि म देखाउने छु। मेरो पेजलाई फलो गर्नु होला र भिडियो हेर्दै गर्नु होला। ल आउनुहोस् हामीसँगै जाउँ। ल, थ्याङ्क यू, बाइ, सी इन द नेक्स्ट।